ल अब हामी चाहिँ अहिले अर्डर लिएर जाँदैछौँ होइन कहाँको अर्डर पऱ्यो अरे हदिया हाम्रो गाडी त्यही हो निकै नयाँ छ त किर्ना आएछ पुटुस्से परेको के कतिवटा अर्डर लागिसक्यो अहिले 3टा भयो गाडी त बवाल रहेछ त सेतो यार एसी चाहिँ कतिको दन्किन्छ भित्र थाहा छैन ओहो अनि हामी तलबतमा कार्यरत कति भयो त भयो 2-3 वर्ष जति भयो 2-3 वर्ष भइसक्यो हाम्रो घर चाहिँ कहाँ पर्यो झापा सिधो 87 अनि के छ कस्तो छ अहिले पछिल्लो समय तलबतको कामहरू काम त सबै जस्तै हो तर कम्पनी चाहिँ ठिक छैन कम्पनी ठिक छैन भने चाहिँ अनि कसरी अनि राम्रै दिएको छ भनेको सुन्नुमा आएको थियो त सुन्नुमा त आउँछ अलिकति तर काटिङ कुटिङ गरेर सिधाउँछ नि त पैसा काट्ने टार्गेट चाहिँ कति छ 450 टार्गेट हान्यो भने चाहिँ कतिले दिन्छ 900ले दिन्छ राम्रो हो नि त 450 पुगेन भने 450ले नै काट्छ ब्याजको सिस्टम चाहिँ कस्तो छ ब्याजको एक ब्याजमा 900 दुई ब्याजमा 850 तीन ब्याजमा 800 त्यस्तै छ ए 3 ब्याजमा 800 राम्ररी ब्याज पछि 50 फिक्स गर्छ त्यो अब अर्डरहरू हेरेर त कुनै लामो कुदाउँछ छोटो छ भने त पुग्छ अब होइन म्याक्सिमम 70 ल राखौँ न ल 80 नै राखे पनि 140 पुरापुरी खर्च भयो रुमसुमको गरेर खानु गरेर कति राख्दियौँ 30 रुपैयाँ खानुको 30 राख्दियौँ 170 अनि कति जति चाहिँ बच्छ त अनि बात छ त्यही 150 60 70 कुरो त एउटै भयो त एउटै उस्तै फाइदा त अनि बरु भटभटेमा रहेछ त गर्नु त भटभटेमा त गजब फाइदा छ फेरि यो गाडी जोगाउनु पनि गाह्रो है जस्तै अब कम्पनीले गाडी दियो होइन पेट्रोल आफ्नो भयो सर्भिसिङहरू त सबै कम्पनीले नै गरिदिन्छ नि होइन कम्पनीले गर्छ सुविधा त सुविधा भयो तर पैसा बचाउने पर्छ खर्च पो धेरै आउने रहेछ महँगाई धेरै महँगाई धेरै भयो धेरै महँगो लिन्छ सबै अब मिलेर बस्यो भने त 20 रुपैयाँमा पनि हुन्छ एउटा ठुलो रुम लिएर ठुलो रुमलाई पनि 80-90 गेडी त परि नै हाल्छ होला 3 जना जति अब डबल बेडमा सुत्ने कुरा भएन आफ्नै रुम भएपछि होइन सिङ्गल सुत्नु पर्यो गर्दाखेरि धेरैमा 3 जना हटाइहाल्छ 3 जना फेरि 3 खालको पऱ्यो भने खत्तम हुन्छ फेरि हो मिलिहाल्दा 2 जनासम्म चाहिँ मिल्छ होला 2 जनासम्म चाहिँ ठिक्क हुन्छ ठिक्क पनि हुन्छ अनि काम त फेरि एक सोक एक भोग होइन त मजा चाहिँ मजा अब ड्रप हान्नु अब हामी फेरि उतैतिर जाउँ सरर यो कुन कम्पनीको गाडी हो ह्यान्डल त रेसिङ गाडीको जस्तो छ त यो एमजी भन्छ फुल फर्म चाहिँ थाहा भएन अलि आउँदैन यो कुन कम्पनीको हो थाहा छैन मोटर ग्यारेज भन्छ नि हामी त अब नेपालीले एमजी भन्छ मिनिङ अलगै लाउँछन् अनि के अरे महिनामा चाहिँ सबै काटकुट गरेर त कति जतिसम्म सेभिङ गरेको छ यसो हिसाब त होला नि त यो महिना मैले यतिसम्म गरेँ भन्ने चाहिँ कुनै महिना 200 बाँच्छ कुनै महिना 150 कुनै महिना 60 रुपैयाँ 60 रुपैयाँ पनि बचाइएको छ सबै अहिलेको अनि रेटमा त 200 बचाउँदाखेरि त 1 लाखै हो नि होइन हुनु त हुने हो नि सर तर रेगुलर एउटै सेलले नि हुँदैन होइन त हुँदैन तलबतमा काम गर्ने रेगुलर एउटै हुँदैन अब जति गर्नु सक्यो त्यही हो अब 450 पनि पुग्छ कुनै महिना 450 पुगेर पनि ब्याज डाउन छ भने आएन राम्ररी सेलले राम्रो आयो ब्याज वनमै बसेर गयो भने मात्र आयो यो ब्याजको सिस्टम आएदेखि त खासै चाहिँ कमाएको छैन यो होइन छैन ब्याज सिस्टम नहुनु भने चाहिँ कमाउँथ्यो है राम्रो होइन कस्तो हो भने कुनै पनि कम्प्लेन छैन भने पनि 100 बाट झार्दिहाल्छ तल झर्ने बित्तिकै ब्याज त गएको जस्तै 100% काम छ भने कुनै न कुनै इफेक्ट आइहाल्छ कि कस्टमरले अब कहीँ न कहीँ केही भनिदिरहेको हुन्छ त्यही भएर पोइन्ट झरिहाल्छ पोइन्ट झर्ने बित्तिकै ब्याज खस्किहाल्छ ब्याज खस्केपछि सिप पाइँदैन जुन ड्युटी आवरहरू पाइँदैन सिपको त के हुनु अर्डरको राम्रो पैसा पनि पाइँदैन ब्याज 1 वा 2 मा 3 मा आयो भने समस्या छ
त्यो चाहिँ समस्या नै छ। अनि के अरे प्रायः रेगुलर आफूले ड्युटी चाहिँ कति घन्टा गरिरहेको छ दैनिकी? दैनिकी चाहिँ मेरो छ अहिले 12 घन्टा। 12 घन्टामा अहिले ठिकै लागिरहेको छ। हिजो अस्ति चाहिँ यो ईदले गर्दाखेरि सुक्खा थियो। ईद पछिदेखि चाहिँ यसो 16-17 लागेछ। 16-17 दिनको भइरहेछ 12 घन्टा। राम्रो आउँछ। अब गाडीमा सुविधा चाहिँ सुविधा, तर गाडीमा अलिकति अर्डरहरू ठुल्ठुलो आउँछ होइन त? माटहरूबाट यो बक्राहरूबाट माटहरूबाट अलिक गाह्रो हुन्छ। पानीका कार्टनहरू कतिसम्म बोकिएको छ हौ? कति क्रेट छ? 29 कार्टनसम्म बोक्यो। 29 कार्टन। अनि माथि 2-3 फ्लोरमा पऱ्यो भने त अनि मुजा जाम हुन्छ होला त नि। तेरिका के गर्नु, त्यो दिन त साइलीको भट्टीको याद आउँछ नि। 2-3 फ्लोरसम्म गाडीबाट ल्याइजा, त्यसपछि त्यहाँ त्यो एलिभेटरमा हाल, त्यसपछि फेरि माथिबाट फेरि अनलोड गर। अझ त्योभन्दा रमाइलो त त्यो लिने बेला पो हुन्छ त, अर्डर लिने बेलामा गाडी एकातिर राखेर लिन जानुपर्छ एकातिर। भनेको ठाउँमा पार्किङ पाइँदैन। भनेको ठाउँमा पार्किङ पाइँदैन। अनि त्यतिखेर हुन्छ मुजा जाम चाहिँ गर्मीमा। त्यही पनि अनि गाडीभित्र बस्दा पनि पसिना आउँछ क्या, खल त्यो थाके धापिएर। अहिले नयाँ फाइन अपडेट भएर फाइन चाहिँ कतिचोटि परिसक्यो कुबेतारा? कुबेतारा अहिले नयाँ अपडेटमा चाहिँ परेको छैन। पुरानोमा चाहिँ? पुरानोमा सुरुमा त पऱ्यो नि। कति केडीसम्म परेको? 80 केडीसम्म पऱ्यो। के को 80 केडी चाहिँ? ओभर स्पिड। ओभर स्पिडको 80 केडी? अनि सिग्नलको 30 केडी ओभर स्पिडको, 50 केडी सिग्नलको। अहिले त डबल तिरुवलै छैन? अहिले त नो पार्किङको 30 केडी। अहिले त रेड क्रसको त 150 होला नि। त्यही सुन्नमा आएको छ 150। हाम्रो कम्पनी एकजना त परिसक्यो नयाँ फाइनमा 150 रुपियाँमा। परेको छैन नयाँ चाहिँ, पुरा आउनुमा चाहिँ पऱ्यो। नेपालमा चाहिँ यहाँ आउनुभन्दा अगाडि नेपालमा चाहिँ के कुन गाडी चलाएको? त्यो के पो भन्छ त्यो गाडीको नाम पनि हो, छोटा हात्ती। छोटा हात्ती कुदाएको? के बोक्थ्यो त्यसले चाहिँ? किरानाको सामान। त्यो म्याजिक जस्तै छोटा हात्ती? त्यसको चाहिँ पिकअप कतिको हुन्छ? बवालको छ नि त्यो पनि, प्याट पार्दै। ड्राइभिङ नेपालमा मजा कि यहाँ हो गर्नुलाई? ड्राइभिङ गर्नु त नियम पालना गरेर गर्दाखेरि चाहिँ पनि राम्रै हो, तर सुविधा चाहिँ अलिक यता छ। तर यहाँ अलिकति डेलिभरीको गाडी भनेपछि अलिक हेप्छ है? हाउस ड्राइभरहरूले पनि पुरै पेल्नु खोज्छ होइन? ड्राइभरदेखि लिएर अब अरूको कुरा त के गर्नु होइन। बाइक राइडरले पनि हेप्छ। अनि एक्सिडेन्टको केसमा त के कतिचोटि परिसक्यो? अहिलेसम्म परेको छैन। भगवान्को कृपाले होइन? भगवान्को कृपाले अहिलेसम्म परेको छैन है। सुरुमा एक्सिडेन्ट भन्दा पनि त्यो बाइक गर्दाखेरि पहिलो दिन गाडी पाएको पहिलो दिन, आजभन्दा 2-3 वर्ष पहिला गाडी पाएको दिन बाइक गर्दाखेरि चाहिँ छुवाएको थिएँ। पाला कुलो घेर कोहीदेखि भागेँ मेरो पाला। अनि के पछाडि क्यामेराले यताउता गरेन रहेछ? गरेन, रहेनछ। ए रहेनछ? बहुत गजब पो भएछ त होइन? अहिले त यहाँ त सबै ठाउँ क्यामेरा हुन्छ, केही काम कुरो बिगारेर भाग्नु त गाह्रै छ। अहिले त सब अपडेट भइसकेको छ, सबै क्यामेरा चालैतिर। धन्यवाद, हस् त। ल हाम्रो अब एउटा अर्डर कम्प्लिट पनि भयो होइन? अब मेरो पनि फोटो खिचाउने बेला भयो। मेरो झोला चाहिँ कहाँ छ? अब जाउँ सरर। कालीगण्डकी तातेर गर्मी छ होइन? ल है अब हाम्रो छोटो मिठो गाउँलेसँग गफ पनि भयो होइन? ल हिँडौँ न त अब पुऱ्याउँदै आउने होइन? आफ्नो जक्सन होइन? मेरो पनि अब फोटो खिच्ने बेला भइसक्यो। अब यसो रुङ्नुपर्छ, एउटा घर छ कि कतै पर केटाहरू बसिरहेको। अब त्यही जाउँ। अनि के हो, अनि कति डिग्रीमा छ अहिले? 40 पुग्यो होइन? यो चाहिँ हाम्रो जक्सन हो। हाम्रो किता गाइजहरू बसे। यहाँ आउँ न एकछिन। हाम्रो उता अलैँची व्यापारी चाहिँ बङ्गै लडिराख्नु भएको छ, उहाँ त्यो सिधा बस्नै सक्नुहुन्न क्या। के खाने चाहिँ? खजुरबोटीहरू माथि पाकिरहेछ। हेलो अलैँची व्यापारी। हजुर हामी ठिक छौँ। गर्मीले मोर बेहोस भएर छु म त।